सो आज चाहिँ म तिमीहरूलाई किर्चहफ्स ल पढाउँछु। किर्चहफ्स ल पनि हाम्रो दुईवटा छ। के छ भन्दा एउटा फर्स्ट ल छ, किर्चहफ्स फर्स्ट ल। यसलाई हाम्रो करेन्ट ल पनि भन्छ, अनि एउटा हामीलाई JUNCTIN जङ्सन ल पनि भन्छ। किन भन्छ मैले पछि भन्छु। अनि हाम्रो सेकेन्ड लुप सेकेन्ड ललाई के भन्छ, VOLTAG भोल्टेज ल भन्छ। अनि हाम्रो यसलाई के भन्छ, MESS मेस रुल पनि भन्छ। अनि अर्को के भन्छ, लुप रुल पनि भन्छ। यति चाहिँ भन्छ। अनि हामीले डिस्कस गरौँ फर्स्ट ललाई के भन्छ, करेन्ट ल भन्छ। करेन्ट ल अनि जङ्सन ल। जङ्सन भनेको चाहिँ के हो त भन्दा कुनै एउटा पोइन्ट हो, यसलाई चाहिँ जङ्सन भयो। कुनै एउटा करेन्ट यसरी आइरह, कुनै एउटा करेन्ट जङ्सनमा आइरह, यो करेन्ट यता आइरह, जङ्सनमा आइरह, यो करेन्ट यता बाहिर। जङ्सन लेट्स से सपोज गरौँ ए छ अरे, करेन्ट कति आइरह, यहाँ 20 एम्पियर करेन्ट आइरह, यहाँदेखि 12 एम्पियर करेन्ट आइरह, यहाँ कति करेन्ट गयो भनेर निकाल्नको लागि हाम्रो के युज हुन्छ, करेन्ट ल हुन्छ। यसलाई एकछिनमा गरौँला। फर्स्ट अफ अल डिफिनेसन लेखौँ। करेन्ट ल के भन्छ भन्दा इट स्टेट द्याट द ALGEBR अल्जेब्रिक सम अफ करेन्ट मिटिङ एट अफ जङ्सन इज 0 भन्छ। यसले यो भन्न खोजेको करेन्टको सम चाहिँ 0 हुन्छ भन्छ। यो द्याट इज करेन्टको सम चाहिँ कसरी 0 हुन्छ, एट अ पोइन्ट, कुनै पनि पोइन्टमा करेन्टको सम चाहिँ 0 हुन्छ भन्न खोजेको। के हो त बुझौँ है अब। 0 हुन्छ भनेर इन्कमिङ करेन्ट इज इक्वल टु आउटगोइङ करेन्ट। यो सपोज गर यहाँदेखि कति करेन्ट आइरह, 20 करेन्ट आइरह, 20 एम्पियर करेन्ट आइरह। अनि यहाँ कति आइरह, यता कुनै पनि जङ्सनमा कति यहाँ 12 एम्पियर आइरह। अनि लेट्स से सपोज गर जस्तै एउटा कुरा सम्झिनुपर्ने कुरा चाहिँ के छ भन्दा इन्कमिङ करेन्टलाई पोजिटिभले गरिदिने, आउटगोइङ करेन्टलाई नेगेटिभ साइनले इन्डिकेट गर्नु पऱ्यो। कति इन्कमिङ करेन्ट कति हो, पोजिटिभ भयो, यो पनि पोजिटिभ भयो। अनि आउटगोइङ करेन्ट कति हो, आई छ, कति हुने भयो, 0 हुने भयो। सम अफ करेन्ट KCLले भनेअनुसार, किर्चहफ्स करेन्ट लले अनुसार। अनि यो आईलाई त लग कति हुने भयो, I इज इक्वल टु 20 + 12, कति हुने भयो त 32 एम्पियर करेन्ट आउने भयो। यसको एन्सर कति हुने, 32 एम्पियर। अनि यहाँ अर्को कुरा ध्यान दिनुपर्ने कुरा के छ भन्दा यो साइन चाहिँ हामीले जता राखे पनि हुन्छ, साइनले चाहिँ केही म्याटर गर्दैन। अर्को एउटा नोट भनेर लेख। यहाँ के हुन्छ त नोट भन्दाखेरि किर्चहफ्स ल चाहिँ बेस्ड अन CONVERSATIR बेस्ड अन कन्जर्भेसन अफ कुनमा हुन्छ, चार्जमा हुन्छ। किन भन्दा कुनै पनि चार्ज पनि लस भएको छैन यो किर्चहफ्स लमा। यहाँ जति थियो चार्ज त्यति चार्ज यता हुन्छ भन्न खोजेको चाहिँ हो है। अनि हाम्रो कसरी क्वेसन सोधौला, यो साइन किन एउटै यस्तै राखेको, यो साइन त यस्तै राखेको भए पनि हुन्थ्यो। यो साइन करेन्ट यो पनि यता आइरह अरे, 20 एम्पियर यता आइरह, 12 एम्पियर यता आइरह। अनि यो आई करेन्ट पनि यता आइरह भन्ने छ भने यो पनि पाइयो। यसको लागि बेसिक फर्मुला के छ भन्दा सेम हो एउटै हो। इन्कमिङ करेन्ट कुनै एउटा जङ्सन हो, के भयो त इन्कमिङ करेन्टलाई पोजिटिभ गरिदिने, 20 एम्पियर पोजिटिभ आइरह, अनि पोजिटिभ हो, 12 एम्पियर पोजिटिभ हो। अनि हाम्रो कति हो इन्कमिङ हो नि, यो पनि त इन्कमिङ करेन्टको लागि पोजिटिभ गर्ने आई इज इक्वल टु सम अफ करेन्ट कति हुन्छ, 0 हुन्छ। कति हुने भयो, आई इज इक्वल टु माइनस कति भयो त यहाँ -12 + 32 -32 भयो, 32 फरक आयो नि एन्सर, साइनमा फरक आयो। साइनले चाहिँ नेगेटिभ साइन के गर्छ भन्दाखेरि नेगेटिभ साइनले के डिनोट गर्छ भन्दाखेरि नेगेटिभ साइन डिनोट्स द डिरेक्सन अफ CURRE एन्ड करेन्ट इज अपोजिट टु द्याट द ASSUM एजुम डिरेक्सन। हामीले डिरेक्सन जुन लिन खोजेको थियौँ त्यो भन्दा अपोजिट डिरेक्सनमा भयो भन्न खोजेको है। नेगेटिभ साइनले हामीले करेन्ट कता लिन खोजेको थियौँ, यता लिन खोजेको थियौँ, तर हामीले कता लिग्यो, यता लिग्यो। यो भएर के भयो त अपोजिट डिरेक्सनमा भनेर यसले हाम्रो इन्डिकेट गर्यो। बुझ्यौ त। अनि हेर इन्कमिङ करेन्ट कुनै एउटा जङ्सन हो, यहाँ एउटा करेन्ट आइरह यस्तो हो, यहाँ कति करेन्ट गयो त यता कति करेन्ट थाहा छैन। इन्कमिङ करेन्ट कति हो, 2 हो, 5 एम्पियर छ, 6 एम्पियर छ। यसको लागि के गर्नु पर्यो त हाम्रो बेसिक फर्मुला थाहा युजिङ KCLले के भन्छ किर्चहफ्स करेन्ट लले कुनै पनि जङ्सनमा करेन्ट चाहिँ कति हुन्छ त सम अफ करेन्ट चाहिँ 0 हुन्छ भने। अनि मैले भनिरहेको थिएँ कि इन्कमिङ करेन्ट हो भनेपछि पोजिटिभ साइन लिनु पऱ्यो। कति हो इन्कमिङ करेन्ट 2 एम्पियर पोजिटिभ 2, अनि 5 एम्पियर पोजिटिभ 5 + 6 एम्पियर के है यो आउटगोइङ करेन्ट। आउटगोइङलाई के लिनु पऱ्यो, नेगेटिभ लिनु पऱ्यो, I इज इक्वल टु 0। अनि यो आईलाई त लग पाइयो कि नै उफ्री पाइयो उता लगाउनको लागि कति हुने भयो त 6 + 5 गर्दा 11 + 2 गर्दा 14 एम्पियर एन्सर। द्याट्स इट। कति सिम्पल हो त किर्चहफ्स KCL।